नमस्कार, म कलाकार भोजराज काफ्ले। संसारबाट मलाई हेरेर बस्नुहुने आमा, बुवा, दाजुभाइ, दिदीबहिनी, गीत सङ्गीतलाई माया गर्नुहुने, नेपाली गीत सङ्गीत सुन्नुहुने सम्पूर्ण श्रोता दर्शकलाई सङ्गीतमय नमस्कार भन्न चाहन्छु। मलाई धेरै श्रोता दर्शकले सामाजिक सञ्जालमा होस्, महोत्सव मेलामा जाँदा होस्, काहीँ यसो भेटघाट हुँदाखेरि होस्, तपाईँको बारेमा केही बोलेर युट्युबमा राख्नुहोस् न भनेर धेरैले भन्नुहुन्थ्यो। तर मैले त्यति आफ्नो युट्युब च्यानलमा बोलेको थिइनँ। आज यहाँहरूसँग म आफ्ना दुःख सुखका कुरा भन्न आएको छु। आज मसँग कोही पनि प्रश्न उत्तर गर्ने सञ्चारकर्मी हुनुहुन्न। मलाई श्रोता दर्शकले ठाउँ ठाउँमा गएको बेला, स्वदेशमा विदेशमा महोत्सव मेला जता जाँदा पनि सोधिरहने 2-4वटा क्वेसनहरू, एकदम इम्पोर्टेन्ट क्वेसनहरू छन्। त्यो चाहिँ मेरो मन छुने खालको र हजुरहरूलाई पनि मैले उत्तर दिँदाखेरि कुरा मिल्ला, यहाँहरूको चित्त बुझ्ला भन्ने आशा राखेको छु। र जसले भोजराज काफ्लेलाई माया गर्नुहुन्छ, जसले भोजराज काफ्लेका गीत सङ्गीत सुन्नुहुन्छ, उहाँहरूलाई भोजराज काफ्ले युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन पनि यही बेलामा अनुरोध गर्दछु। र अब मैले क्वेसन नम्बर 1, 2, 3, 4 भनेर तयारी गरेको छुइनँ। सोधिरहने क्वेसनहरू चाहिँ म यहाँहरूको माझमा पस्किन खोज्दैछु। सबैले सोधिरहने प्रश्न चाहिँ तपाईँ कसरी गायक बन्नुभयो र पहिलो गीत कुन गाउनुभयो भनेर सबैले सोध्नुहुन्छ। यो सबैले सोध्ने क्वेसन पनि हो र जुन अन्तर्वार्तामा पनि यो सोधिन्छ, त्यति नौलो छैन। म सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर 11मा जन्मेको हुर्केको हुँ र मेरो रगतमै चाहिँ गीत सङ्गीत मलाई रहेछ। र मेरो वातावरण पनि, मेरो घर परिवार, बाबा आमा, छरछिमेकी, अरू इष्टमित्र सबैले मलाई सपोर्ट गर्नुभयो र म सानैदेखिको रेडियो नेपाल सुन्ने, रेडियो नेपालमा को गायकले कस्तो गीत गाउनुभयो, रेडियो नेपालमा कहिले स्वर परीक्षा हुने रहेछ, कसरी कलाकार हुँदो रहेछ भन्ने मलाई चासो भयो र म 14 वर्षको उमेरमा नै म चाहिँ रेडियो नेपालमा आएँ। रेडियो नेपालमा आएर भाग लिइसकेपछि म पास भएँ। पास भएपछि मलाई रेडियो नेपालले कलाकारको चिठी दियो। त्यसरी चाहिँ म गायक बनेँ र गायक बनिसकेपछि मैले पहिलो गीत भनेको चाहिँ यहाँहरूलाई म गाएर सुनाउँछु। म त हजुर गाई हेर्ने गोठालो, गाई हेर्ने गोठालो, सिन्धुलीको रन बन हाहा भनेर, हाहा ओजी, हाहा भनेर, हाहा ओजी। यस्तो पूर्वेली गोठालो भाकाको गीत चाहिँ मैले त्यति बेला रचेछु र त्यो गीत गाएर चाहिँ म पास भएँ। त्यसरी म कलाकार बनेँ। अब गायक त बनेँ। गायक बनिसकेपछि मलाई सबैले सोध्ने गर्नुभएको अर्को क्वेसन छ, तपाईँलाई कसको सहयोग भयो भनेर सोध्नुहुन्छ। अब यो सहयोगको कुरा गर्नुपर्दा चाहिँ मैले 2-3 हजार, अहिले म बोल्दै गर्दा 2-3 हजार गीत गाउन सफल भएँ। यही उमेरमा 2-3 हजार गीत गाउनलाई एकजनाको सहयोग, 2जनाको सहयोग, 3जनाको सहयोग भनेर साध्य छैन। कम्तीमा पनि 30 वर्ष जति, 3 दशक भयो। अब मैले जुन 14 वर्षमा मैले गीत गाएको थिएँ, आजसम्म 30 वर्षसम्म गीत गाउँदाखेरि कतिले सहयोग गर्नुभयो, कतिले हेल्प गर्नुभयो, कतिले माया गर्नुभयो। जिन्दगीको यात्रा हो। यात्रामा हिँड्दै जाँदा केही नराम्रो, केही अप्ठ्यारो त हुन्छ। 100%मा 95% चाहिँ मैले सहयोग पाएँ। तर पनि मेरो कलाकारिताको यात्रामा, 30 वर्षको यात्रामा 3जना व्यक्तिको नाम लिन मलाई जरुरी छ। पहिलो दशकमा ओखलढुङ्गाका कोमल राई, दोस्रो दशकमा काभ्रेकै विष्णु पराजुली र तेस्रो दशकमा काभ्रेकै अजित अधिकारी। 3जनाको सहयोग चाहिँ मेरो गीत सङ्गीतको यो यात्रामा सहयोग भएको छ। अब यसै गरी मलाई श्रोता दर्शकले भेट्दा सोधिरहने अर्को क्वेसन छ, तपाईँ खुसी भएको बेला कुन गीत चाहिँ गुनगुनाउन चाहनुहुन्छ भनेर भन्नुहुन्छ। अब धेरै गीत छन्, त्यस्तो जिन्दगी सँगसँगै बग्ने गीत त हुन्न। तैपनि सिन्धुलीको रसिलो जुनाहार मायालुलाई, मायालुलाई दिनेछु उपहार लाइन बिजुली, नयाँ बाटो सरर घुम्न जाऊँ पूर्व सिन्धुली,
नयाँ बाटो सारा घुम्न जाउँ पूर्व सिन्धुली। अब अर्को छ, निम्तो पाएँ दोलाल खाटाएँ, मन परेकी मायालाई फेटाएँ, काभ्रे पलाञ्चोक माया नै संसारमा रहेछ सबै थोक। काभ्रे पलाञ्चोक माया नै संसारमा रहेछ सबै थोक। यी दुईटा गीतहरू गाउँदा चाहिँ मलाई आनन्द लाग्छ। अब अर्को क्वेसन छ, तपाईको जहाँ पनि बज्ने गीत, जता पनि बज्ने गीत, जुन प्रोग्राममा पनि बज्ने गीत, अनि तपाईलाई जहाँ पनि चिन्ने गीत र सबैले जानेको गीत चाहिँ कुन चाहिँ हो भन्नुहुन्छ। तर अहिले मैले यो भन्दै यहाँहरूलाई थाहा भइसक्यो, पक्कै पनि यही गीत त भनेको हो नि भन्ने बुझिसक्नुभयो। त्यो गीतले के पूर्व, के पश्चिम, के उत्तर, के दक्षिण, के गाउँ, के सहर, के बजार, होइन, जहाँ पनि चिनाएको पनि छ, यहाँहरूलाई सबैलाई कण्ठ पनि छ। हाम्रो गाउँमा भट्टीको पसल छ, पसल गर्ने साइली जान असल छ, मासु मिठो फालेको माछा तारेको, ल्याउ साइली 2 बोतल घरमै पारेको, मासु मिठो फालेको माछा तारेको, ल्याउ साइली 2 बोतल घरमै पारेको, बोतलको पानीले आँखा सन्काई सानीले, इज्जत गयो पिउने बानीले, बोतलको पानीले आँखा सन्काई सानीले, इज्जत गयो पिउने बानीले। यी गीतहरू चाहिँ सबैले जान्नु पनि भएको छ र सबैले यो गीत चाहिँ कण्ठ पनि गर्नुभएको छ। र म महोत्सव मेलामा जहाँ उभिन्छु त्यहाँ उभिने बित्तिकै दर्शकबाट, श्रोताहरूबाट यही गीत चाहिँ गुनगुन आइसक्छ, धुन बन्ने बित्तिकै सँगै गाउनुहुन्छ, यो जानकारी गराएँ। अब अर्को क्वेसन छ, यो क्वेसन चाहिँ श्रोता दर्शकले गर्ने बित्तिकै मेरो मन छुन्छ। तपाईँले दुःख पाएको बेलामा तपाईँ कस्तो गीत सुन्नुहुन्छ, कुन गीतले तपाईँलाई छुन्छ भनेर भन्नुहुन्छ। अब यो चाहिँ सही सोधिदिनु भएको छ। जुन गीतबाट नै मेरो आँसुको मुहान सुरु भएको थियो र त्यही गीत, त्यही कथाको अर्को गीतबाट मेरो आँसु नै सकिएको थियो। बैगुनीलाई गुण गर्दा सस्तो भो, गुण गर्दा सस्तो भो, सर्पलाई दुध खुवाएको जस्तो भो, घर त हाम्रो यहाँ होइन ले हो, सानो बैगुनीलाई गुण गर्ने केले हो, सानो बैगुनीलाई गुण गर्ने केले हो। यस्तै आँसुको मुहान सुरु गरायो यो गीतले र यसैको अर्को भागले चाहिँ आँसु नै सकियो। जुन गीत, आफ्नो जीवन आफैलाई भयो भार, थाप सानो आँसुको उपहार, पानी कुवाको बैगुनी मायाले कति रुवाको, माया बेरियो बैगुनी नसम्झ बाटो फेरियो, तर म रोए नि उ रुनु नपरोस्। अब सायद अन्तर्वार्तामा कसैले पनि नसोध्ने क्वेसन जस्तो लाग्छ यो, तर मलाई धेरैले सोध्नुहुन्छ। सर तपाईँ अथवा भोजराज भाइ तपाईँ, भोजराज दाइ तपाईँ के कुरामा भाग्यमानी हुनुहुन्छ, के कुरामा अभागी हुनुहुन्छ भनेर सोध्नुहुन्छ। अब भाग्यमानीको कुरा गर्नुपर्दा म धेरै कुरामा भाग्यमानी छु। यहाँहरूले हेर्दै हुनुहुन्छ, मलाई संसारभरिबाट हेर्दै हुनुहुन्छ, भोजराज काफ्ले भनेर चिनिरहनु भएको छ। यो उमेरमा यति धेरै गीत गाउन पाएको छु, यति धेरैको सहयोग पाएको छु। म आफू मात्रै नभएर 9 वर्षका दिनेश काफ्लेले गाएको गीतले संसारभरि आमा रातो सारी चुरा पोते किन नलाको भन्ने गीतले नेपालमै सबैभन्दा कान्छो उमेरमा छिन्नलता पुरस्कार पाउने पहिलो व्यक्ति दिनेश काफ्ले हो। यो कुरा कतिलाई थाहा नहुन पनि सक्छ। यति भाग्यमानी छु। त्यसको 2 वर्षपछि फेरि कान्छो छोरा महेश काफ्लेले सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा यो गीत गाएर उत्तिकै चर्चा कमाएका छन्। झन् ती माथि खुसी छु। अहिले ठुलो भइसकेपछि दिनेश काफ्लेको औँठी चिनु, पूर्व जाने बस 2-4 गीतहरू चलेका छन् भने, तर महेश काफ्लेका झन् धेरै गीतहरू चलेका छन्।
झन् अहिले त बुहारी अस्मिता अधिकारी पनि घरमै गायिका छिन्। हामी 4-5 घरमा गायक कलाकार छौँ। जहाँ गए पनि मलाई फेरि छोडिदिने, समयमा गीत गाउनुहोस्, समयमा नाच्नुहोस्, गाउनुहोस्, तपाईँ हिरो भए मलाई पुग्छ भनेर घर हेरिदिने पार्वती जस्तो श्रीमती छिन्। र मेरो आमा बाबा पण्डित धर्म कर्म गर्ने भए पनि बाबु गीत गा नाच भन्ने बाबा आमा हुनुहुन्छ। जति पैसा मासे पनि मास दाजु हामी कमाउँछौँ भन्ने भाइहरू छन्। अनि त्यस्तै मेरा साथीभाइहरू त्यत्तिकै सहयोगी छन् भनेपछि यति भाग्यमानी छु कि कुरा गरेर साध्य नै छैन। अब अन्तमा मैले धेरै कुराहरू भने, यहाँहरूले संसारभरिबाट कहाँ बसेर कसरी हेर्नुभएको छ, सबैलाई फेरि सङ्गीतमय नमस्कार गर्न चाहन्छु। म हिजोको 14 वर्षको उमेरदेखिको आजसम्म यति धेरै गीत गाउन पाएको छु। मेरा कुराहरू यति सुनिदिनु भएको छ। म महिनामा एउटा दुईवटा गीत निकालिरहन्छु। यति सहयोग पाएको छु। यहाँहरू सबैलाई मेरो अन्तर्वार्ता, मेरो यो कुरा, अन्तर्वार्ता पनि के भन्नु, मेरो व्यक्तिगत एकल कुरा यहाँहरूले सुनिदिनु भयो। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। भावी योजना भोजराजको के होला भन्नुहोला। मेरो ठुल्ठुलो योजना केही छैन, मात्रै तपाईँहरूलाई मनपर्ने गीत गाइरहनेछु। आज म बोल्दै गर्दा मलाई क्यामेरामा साथ दिनुभएको छ हाम्रो रेशम दर्लामी भाइले। आज मात्रै होइन, मेरा हरेक गीतमा 10-12 वर्षदेखिका चलेका गीतहरूमा उहाँ भाइकै क्यामेरा छ। त्यस्तै मलाई लाइटमा यहाँ साथ दिइरहनु भएको छ अभिषेक तामाङ भाइले, सन्जोग भाइ। अनि म जस्तो बोल्छु, जस्तो गीत गाउँछु, यसलाई एडिट गरेर राम्रो पार्नुहुन्छ हाम्रो प्रदीप दाहाल भाइ। त्यस्तै जुन यो क्यामेरा टोलीलाई धन्यवाद दिनै पर्छ। र सम्पूर्ण श्रोता, दर्शक, आमा बुवा, दाजु भाइ, दिदी बहिनी सबैलाई सङ्गीतमय नमस्कार गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद।